सिंहदरबारको ठ्याक्कै पूर्वी गेट अगाडि जसलाई कि निषेधित क्षेत्र भनिएको छ, सरकार पक्षको अथवा एमाले सङ्गठित चाहिँ युवाको चाहिँ जमात गठन गर्ने ठाउँ भइरहेको छ। यसलाई चाहिँ कसले आफ्नो आफ्नो व्यक्तिगत हिसाबबाट विश्लेषण गरिरहनु भएको छ। तर यो खासमा निषेधित क्षेत्रमा चाहिँ यस्तो नारा जुलुस गर्न चाहिँ एकदम मनाइ नै छ जस्तो लाग्छ मलाई। अब यसलाई यो चाहिँ सत्ता र शक्तिको चरम दुरुपयोगको पनि पराकाष्ठ हो। यो यसलाई चाहिँ त्यही अनुसारमा हेर्दा हुन्छ। देशको दुर्दशा जो सरकारमा छ उसको चाहिँ युवाहरू सडकमा छ। यो विषयमा के बोल्न चाहनुहुन्छ तपाईँहरू? यो चाहिँ हाम्रो एमालेको चाहिँ आज निषेधित क्षेत्रमा किन प्रदर्शन भइरहेछ भनिरहेको छ। निषेधित क्षेत्र हो यो त सरकार हो नि त। यसले त यसको लागि त निषेधित क्षेत्र नै छैन नि त सरकारको मान्छेहरूलाई। के भन्नुहुन्छ यसमा? शक्तिको चरम दुरुपयोग हुन्छ। ए ल ठिक छ, धन्यवाद। इन्टरभ्यू गरौँ? के भन्नुहुन्छ यो 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 भिडलाई, यो जमातलाई के भन्नुहुन्छ? यो युवा महोत्सव ए युवा महोत्सव भनेको देशको चाहिँ बेरोजगार समूहको सङ्गठन हो। यो के हो यो? के जस्तो लाग्छ? जस्तो लागेन मलाई। हो जस्तो लागेन? यो त सबै अनुहार हेर्दाखेरि सब लाए खाए जस्तै देखिन्छ। लाए खाए जस्तो देखिन्छ। पक्कै होइन है। ल ठिक छ। यसले के देश परिवर्तन होला छ? देश त हाम्रो पुरै परिवर्तन भइसकेको छ। परिवर्तन भइसकेको छ? कसरी भएको छ? अब यस्तै गरेर यसलाई परिवर्तन भन्नु पर्यो। हो, रातो सातो हालेपछि परिवर्तन भयो? भएन त। भयो। महोत्सव छ, महोत्सव यो सबै चिज त त्यस्तै बेलामा हुनु त। ल धन्यवाद।